तिमीहरूले खिच्ने हो नि त्यसले खिच्छ क्या त्यही त उसले खिचिरहन्छ क्या बस्छ म एउटा सिग्नल पठाइदिन्छु गरम भएछ त यहाँ नि रमाइलो हुन्छ नि धेरै राम्रो हुन्छ शीतल धेरै राम्रो हुन्छ क्या उहाँमा अब यहाँ प्र्याक्टिकल गर्यो मान्छेहरू देखाउन लाग्यो हाम्रो घरमा मान्छे ए काका भेट्न लाँदाखेरि त्यो हिँड्ने गोरेटोमा लाओ त घाममा चाहिँ त्यसै चाहिँ त्यो बाटोमा हिँड्ने गोरेटोमा मान्छे यहाँ हामी खाँदा त्यो मान्छे यसरी हिँडेर गयो होइन भने त्योभन्दा त्यो घर अगाडि कति राम्रो भएन मान्छे हिँडेको गोरेटोमा लाओ नि त हामीले त्यो बेला कसको पालो बोल्नु भइरहेछ भाइ प्रदीप पुरै तिमीले लगाइदियो अनि बहिनीले टिका लगाइदिन्छ अलिकति एउटाले लाएर अरूले छोएन के हो सीतालको उयो त सीतालको के हो तेरो टिका खै त ठिक छ चरस फरक पर्दैन त्यो टिका अलि उ भयो दिदीको